आज वैशाख कृष्ण पक्षको औँसी अर्थात् आमाको मुख हेर्ने दिन। आजको दिन आमालाई उपहार दिने, मिष्टान्न भोजन खुवाई आमाको मुख हेर्ने र आशीर्वाद लिने चलन छ। आमा नहुनेहरूले पनि विभिन्न तीर्थमा गएर आमालाई सम्झेर जल अर्पण गर्ने गर्दछन्। तर यही समाजमा छोराछोरी नभएका आमा पनि छन् जसलाई यो पर्व खल्लो लाग्ने गरेको छ। घर घरमा आमाको मुख उज्यालो पार्ने, मिष्टान्न भोजन गराउने र आमाका मिठासमा हराउने दिन। तर मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर 9 लामसुरे धाप स्थित मानव सेवा आश्रममा बस्ने आमाहरूका लागि यो दिन सम्झनाले मात्र होइन, मौन वेदनाले भरिएको छ। 45 वर्षीय पुष्पा लोको आँखामा जीवनका बिझाउने यादहरू पोलिन्छन्। आमाको मृत्युपछि जीवन बेसहाराको यात्रा बन्यो। कसैले नहेर्ने नसुन्ने यो दुनियाँमा अन्तिम सहारा बनेको छ मानव सेवा आश्रम। लामो समयदेखि यही आश्रम नै उहाँको घर हो, परिवार हो। आमाको अनुहार याद छ कि छैन? याद छ, याद भयो के गर्नु। आमा बिति गयो, याद आएर के गर्नु। याद आउँछ? याद आउँछ। आज आमा खुवाउने औँसी हो नि। हो, आमाको खुसी दिन हो आज। अनि छोराछोरी हुन्छ? छैन छोराछोरी? तपाईँले बिहा गर्नु भएको छ कि छैन? गरेको छैन। छैन? किन नगर्नु भयो? गर्ने मलाई चाहिँ मेरो छुपा बेटा छ। त्यसैगरी 41 वर्षीय तारा हेम्रनको कथा पनि कम पीडादायी छैन। बाबु बितेपछि आमाले दोस्रो विवाह गरेर गएपछि बाल्यकालको सङ्घर्ष त चल्यो, तर छारे रोगले जीवनलाई भत्ताभुङ्ग बनाइदियो। उपचारमा साथ दिने कोही थिएनन्। अन्ततः मानव सेवा आश्रमको शरणमा पर्नु पर्यो। घरमा आमा छिन्, तर अर्को बाबु खोजेर हिँडिदिए छिन्। ए हो, तपाईँ चाहिँ यहाँसम्म कसरी आउनुभयो? मेरो सर बेलामा ल्याइदिएको मलाई। अनि आजको दिन कस्तो महसुस भइरहेछ? आज आमाको मुख हेर्ने दिन। आमा याद छ कि छैन? छैन। बाराको ज्योति नेउपाने आश्रममा 10 वर्षदेखि बस्दै आउनु भएको छ। मानसिक रोगले पीडित ज्योतिलाई सडकसम्मको यात्रा गरायो। आजको दिन उहाँको आँखाले आफ्नो 2 छोराछोरीको झल्को खोजिरहेको छ। यस्तै पीडा बोकेर आश्रमकी मुना घिमिरे पनि आफ्नो भाग्यसँग सम्झौता गर्दै बस्नु भएको छ। श्रीमानले दोस्रो विवाह गरेपछि मानसिक रूपमा प्रताडित भएकी मुना करिब 20 वर्षदेखि घर परिवार छाडेर हिँड्नु भएको छ। आज आमाको मुख हेर्ने दिन। एकपटक छोराको अनुहार देख्न मन लागेको पीडा उहाँको शब्दमा पोखिन्छ। एकचोटि मुख हेर्न पाए हुन्थ्यो भन्न चाहन्छु। अहिलेसम्म भेट्नु भएको छैन? छैन। कहाँ हुनुहुन्छ अहिले थाहा छ? भैँसेपाटीमा हुनुहुन्छ? किन चाहिँ भेट्न नजानु पाएको त तपाईँ? मैले देखेको छैन। सानैमा छोड्नु भएको? होइन, ठुलो भइसक्यो। अहिले 25-26 वर्षको छ। मानव सेवा आश्रममा यस्ता दर्जनौं कथा छन्। बेसहारा आमा मात्र होइन, बाबु आमा विहीन बालबालिका पनि आश्रमले सहारा दिएको छ। कोही सडकमा मानसिक रूपमा प्रताडित भएर बेहोस अवस्थामा भेटिएका थिए, कोही बलात्कारपछि जन्मिएका बालकहरू। आजको दिन विशेष बनाउन मनकारी सहयोगी दाताहरूले आश्रम पुगेर आमाहरूलाई भोजन गराए। एकछिनका लागि भए पनि उनीहरूलाई कसैले सम्झिएको महसुस भयो। खुसीका केही थोपा आँखा हुँदै ओठसम्म आए। पछिल्लो समय अभिभावकलाई बेवास्ता गरी वृद्धाश्रम वा यस्ता आश्रममा छाड्ने प्रवृत्ति बढ्दो छ। अहिले मानव सेवा आश्रममा मात्र 80 जना आमाहरू सेवा लिइरहेका छन्। आज विशेष गरी आमाहरूको विशेष दिन भन्छौँ, तर आमाहरूलाई सधैँ विशेषै दिन मनाउनु पर्छ र त्यो माथि आज माता तीर्थ औँसी रहेको छ। र आजको दिन हामी सबैजना जसको कोही छैन, जसको केही छैन, परिवारविहीन आमाहरूको हामी सेवामा समर्पित छौँ। आज जब बाँकी दुनियाँ आमाको अनुहार उज्यालो पार्न दौडिरहेछ, यहाँका आमाहरू भने आफ्नै सन्तानका पाइला कुट्दै अनन्त प्रतीक्षामा चुपचाप बसिरहेका छन्। बाटो हेर्छन्, आवाज सुनिन्छ कि भनेर कान ठाडो गर्छन्, तर आमा भन्दै आउने सन्तान नहुँदा विरक्त मान्छन्। मकवानपुरबाट जमुना तामाङको रिपोर्ट। आफूले सोचेको, आफूले रोजेको जस्तो घर, डेरा वा जग्गा किन्नु परे वा बेच्नु परेमा घर खोज्ने भर नेपालहोम्स.com।